वन डढेलो, कारण, असर र नियन्त्रणका उपाय। वन डढेलोका घटना पछिल्ला केही दशकमा तीव्र रूपमा बढिरहेका छन्। वन डढेलो प्राकृतिक वा मानवीय कारणले जङ्गलमा लाग्ने आगो हो। यसले वनस्पति, वन्यजन्तु र अन्य जैविक सामग्रीलाई जलाउने र नाश गर्ने गर्छ। अध्ययनका अनुसार नेपालमा सन् 2000 देखि 2014 सम्म करिब 3,75,000 हेक्टर वन क्षेत्र आगलागीका कारण नष्ट भएको छ। त्यति मात्रै नभई यसले मानवीय क्षति समेत निम्त्याउने गर्छ। सन् 2007 देखि 2020 सम्म मात्र वन डढेलोकै कारण 71 जनाले ज्यान गुमाएका छन्। डढेलोको असर केवल वनमा मात्रै सीमित छैन। यसले वातावरणीय प्रदूषण निम्त्याएर मानिसको स्वास्थ्य र प्रकृतिसँगको सह अस्तित्वलाई समेत गम्भीर असर पुर्याउँछ। विशेष गरी सुदूरपश्चिमको तराई, शिवालिक क्षेत्र र मध्य प्रदेश डढेलोको उच्च जोखिममा छन्। लामो समयसम्मको खडेरी, अत्याधिक गर्मी, वन क्षेत्रमा इन्धनजन्य पदार्थको धेरै सञ्चय लगायतका कारणले यस्तो जोखिम निम्त्याउने गर्छ। स्वस्थ वातावरणीय पर्यावरण कायम गर्न घना जङ्गलहरूको विशेष भूमिका रहने गर्छ। जलवायु परिवर्तनका सङ्कटलाई कम गर्न जीवन रेखाका रूपमा रहेका विश्वका यस्ता घना जङ्गल समेत आज डढेलोले आक्रान्त बनेका छन्। अहिलेसम्म वन डढेलो सम्बन्धी अध्ययन प्राय जोखिम र क्षतिमा मात्रै केन्द्रित भएको देखिन्छ। डढेलोका घटनाको विश्लेषण गर्दा र योजना बनाउँदा वन र मान्छेको सम्बन्ध, सामाजिक पक्ष, जैविक विविधता लगायतका कुरामा पनि ध्यान दिन आवश्यक छ। वन डढेलोका कारणहरू। वन डढेलो प्राकृतिक एवं मानवीय दुवै कारणले हुन सक्छ। प्राकृतिक कारणमा चट्याङ, सुक्खा मौसम, अत्याधिक गर्मी, ढुङ्गा बीचको घर्षण आदि पर्छन् भने मानवीय कारणमा जथाभावी आगो बाल्ने, चुरोट तथा चुरोटको ठुटा फाल्ने, वन अतिक्रमण, चोरी सिकारी, नयाँ घाँस पलाउन आगो लगाउने र अन्य लापरवाही तथा नियोजित आगजनी आदि पर्ने गर्छन्। वन डढेलोको असर कुनै एउटा क्षेत्रमा मात्रै सीमित छैन। यसले वातावरणीय, सामाजिक, आर्थिक लगायतका धेरै क्षेत्रमा असर पारिरहेको हुन्छ। वातावरणमा जैविक विविधताको विनाश, भूक्षय, पानीको गुणस्तर घट्ने, वायु प्रदूषण लगायतका असर देखा पर्छन् भने समाजमा समुदायको विस्थापन, धुवाँका कारण मानव स्वास्थ्यमा प्रतिकूल प्रभाव आदि जस्ता असर पर्ने गर्छ। यस्तै आर्थिक क्षेत्रमा मानिसको जायज यथाको नोक्सानी, आय आर्जनमा कमी, वन स्रोतको क्षति र पर्यटन क्षेत्रमा समेत नकारात्मक प्रभाव पर्दछ। वन डढेलोको नियन्त्रणका लागि उपाय तथा अपनाउनुपर्ने सावधानी। सुक्खा मौसममा सचेतना तथा सावधानीका आधारभूत तालिम सञ्चालन गर्ने। वनभोज वा क्याम्प फायरपछि आगो निभाएको सुनिश्चित गर्ने। अत्याधिक गर्मी वा हावाहुरी चलेका बेला पात पतिङ्गर वा अन्य ठुटाठुटी नबाल्ने। चुरोट र चुरोटको ठुटा निभाएर मात्र फाल्ने। समुदायमा आधारित भएर वन व्यवस्थापन तथा अनुगमन गर्ने। आगलागीका दृष्टिकोणले जोखिम मौसम जस्तै वसन्त ऋतु आउनु अगाडि नै सुकेका वन पैदावारको व्यवस्थापन गर्ने। अग्निपथ तथा अग्नि रेखाहरूको निर्माण तथा नियमित मर्मत सम्हार गर्ने। स्थानीय सुरक्षा निकाय, स्थानीय सरकारका ओडा कार्यालय र समुदायले वन डढेलो नियन्त्रणका लागि आवश्यक पर्ने सुरक्षा सामग्री र औजार पर्याप्त मात्रामा तयारी अवस्थामा राख्ने। आगलागी भएको बेला धुवाँबाट जोगिन भिजेको कपडाले नाक मुख छोप्ने। आगलागी हुने बित्तिकै नजिकैको घर छिमेक,
डढेलो सम्बन्धी काम गर्ने संस्था, वन कार्यालय र सुरक्षा निकायलाई तुरुन्त जानकारी गराउने। आगलागी नियन्त्रणमा सहभागी हुनु अघि अवस्थाको आकलन गरेर योजना बनाउने। आवश्यक सुरक्षा सामग्री तथा तालिम बिना डढेलो नियन्त्रणमा सहभागी नहुने। आगलागी नियन्त्रण गर्ने क्रममा हुन सक्ने सम्भावित चोटपटकलाई ध्यानमा राखेर प्राथमिक उपचार सामग्री सँगै लैजाने। वन डढेलोले जनधनको अपूरणीय क्षति मात्रै होइन, पर्यावरणीय असन्तुलन र जलवायु सङ्कट समेत निम्त्याउने गर्छ। त्यसैले यसको रोकथाम र नियन्त्रणका लागि समुदाय, आम नागरिक र सम्बन्धित सरकारवाला सबैले समयमै सचेत भएर जिम्मेवार भूमिका निभाउनु आवश्यक छ।